हेलो साथीहरू, वेलकम टु माई न्यू भ्लग। आज चाहिँ हामीहरू शङ्कर झरना घुम्न जान लागेको। यो चाहिँ हाम्रो केटाहरू र हामी जाने बाइकहरू हो। हामीले चाहिँ ढिला नगरेर हाम्रो यात्रा सुरु गरेको थियौँ, किनभने हामीलाई चाहिँ चाँडै पुग्नुपर्ने थियो। त्यहाँ धेरै समय लाग्छ भन्ने सुनेका थियौँ, तर थाहा थिएन नि त। केटाहरू चाहिँ अगाडि पछाडि यसरी चाहिँ राइड हानिरहेछन् होइन। त्यहाँ चाहिँ बाइकमा पछाडि थियौँ केटाहरू, भने अगाडि पुगेर चाहिँ त्यहाँ डान्स गरिरहेको रहेछन्। ठिक छ त, डान्स गरिरहेछन् भनेर यसो मैले नै हल्लिदिएर होइन, त्यहाँ नजिक नाचिसकेपछि केटाहरू चाहिँ हामी बाइकमा अगाडि बढ्यौँ। बाइकमा अगाडि बढ्दाखेरि हाम्रो भुजीको प्याकेट नै खस्यो। भुजीको प्याकेट चाहिँ मैले फेरि रिटर्न ल्याएँ। केटाहरू भने उता चाहिँ बाइक बनाइरहेको रहेछन्। मलाई चाहिँ सोधेको कस्तो फिल भइरहेछ भनेको यसले चाहिँ के बोले भाइ? अब के बोले? बाइकको चाहिँ कन्डिसन अलिकति खराब भयो जस्तो छ। त्यही भएर हामीलाई चाहिँ बाइकलाई रिपेयर गर्नलाई बाइकबाट त्यस बाइक बनाउने सामग्रीहरू चाहिँ झिकाल्यौँ। केटाहरू खै के गरिरहेको थियो, मलाई त अब बाइकको विषयमा के थाहा नै थिएन। यताउति बनाइरहेको थिएँ बाइकहरू। बाइक बनाएर अगाडि चाहिँ गयो। तल गाउँतिर चाहिँ मान्छे नै देखेको थिएन। कहाँ गयो भने त सबैजना यहाँ माथि घाँस काट्नु पो आएर रहेछन्। सबैजना यहाँतिर यस्तो घाँस काट्ने सिजन चलिरहेको रहेछ। बाइक रोकेर हजुरहरूलाई नै यहाँतिरको नजारा देखाइदिउँ भनेको त अगाडि गएको त पुरा बाइक नै ढालिसकेको रहेछ। बाइक ढाले त के भयो त, अब केटाहरू छिटो उठाएर अगाडि जाउँ भनेर मैले नि सल्लाह सुझाव दिएँ। बाइक कसरी ढालिस् भनेर सोधेको चाहिँ यो चाहिँ फेरि हेरेर मसँग हाँस्छ। बाइक ढलिने केही भएन, मान्छेलाई चाहिँ केही नआउनु पऱ्यो भनेर चाहिँ केटाहरूले चाहिँ बाइक अगाडि लिएर बाइक चाहिँ अगाडि रोकिसकेका थिए। त्यहाँ अब चाहिँ टाइम वेस्ट गर्नुहुन्न भनेर केटाहरू चाहिँ हामी सबजना अगाडि चाहिँ बढिसकेका थियौँ। अगाडि गएको त झन् त्यहाँभन्दा नि खराब बाटो थियो क्या। त्यहाँ नजिक मेरो भिडियो नि राम्रै आएको छैन, पुरा बाटो हल्लाएर मेरो क्यामेरा नि हल्लियो त्यहाँ नजिक। त्यही भएर मेरो भिडियो नै राम्रो आएको छैन कि त्यहाँ नजिक। साथीहरू, अब यहाँदेखि हामी चाहिँ पैदल नै हिँडेर यात्रा गर्नेछौँ, किनभने हामी माथि बाइक लग्ने ठाउँ नै रहेनछ क्या। बाइक लग्नु त हुन्थ्यो, फेरि बाइक बिग्रियो भने फेरि हामीलाई नि घाटा हुने, घर चाहिँ फर्किनु पर्नेछ नि। त्यही भएर चाहिँ हामीले पैदल यात्रा गऱ्यौँ। केटाहरू पनि अगाडि यसरी नै हिँडिरहेको थियौँ। अब चाहिँ आधी घन्टा जति बाँकी छ। आधी घन्टा भयो के भयो त, अब चाहिँ अलिकति चाँडै पुग्ने तरिकाले हिँड्छु भनेर केटाहरू चाहिँ अगाडि हिँडिरहेको थियौँ। अगाडि गएर भर्खर बसेको थिएँ म बस्न साथ, केटाहरू चाहिँ उठेर हिँडिहालेँ। केटाहरू हिँड्न साथ फेरि म एक्लै के बस्नु भनेर म पनि उठेर हिँडिहालेँ। म पनि के कम है, केटाहरूले अब जितेर अगाडि जानुपर्छ भनेर म पनि लम हिँडिसकेँ। भोक पनि लागिसकेको थियो। एउटाले चाहिँ फल भेटाएर फल खायौँ। अब यति लामो यात्रा गरिसकेपछि हामी चाहिँ झर्नाको अब नजिक पुग्न लागिसकेका थियौँ। करिब थोरै छ, अब हजुरहरूलाई टाढाबाट देखिएको छ, टाढाबाट हजुरहरूलाई देखाउने छु झर्ना। यति टाढा आइसकेपछि हजुरहरूलाई नि के टाढाबाट नै देखाउनु, यो झर्ना हेर्नलाई त यहाँसम्म आएको। अब हजुरहरूलाई नि नजिकदेखि झर्ना देखाउने छु है। सबैजना आइरहेको हुन्छन्। अब हजुरहरूले पनि हेर्नु मन छ भने आउनु होला, यो सिजन चाहिँ धेरै राम्रो हुन्छ है यतातिर। फाइनली गाइज, हामीले चाहिँ यति लामो यात्रा गरिसकेपछि चाहिँ हामी चाहिँ झर्ना पुगिसकेका छौँ है। हजुरहरूलाई यो भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर र फलो गरिदिनु होला। थ्याङ्क यू सो मच।